हेलो गाइस, हामी चाहिँ हिजो चाहिँ पशुपतिको जान आँटेको थियौँ के। अनि यहाँ चाहिँ हामी यस्तो थियो। अनि यहाँ चाहिँ हामी यहाँ जाँदै थियौँ क्या पशुपतिमा। यहाँ चाहिँ कस्तो रमाइलो हुने मलाई चाहिँ थाहा थिएन के यो। अनि यहाँ चाहिँ घाम पनि थियो, मलाई चाहिँ सजिलो लागेको थिएन। त्यहाँ चाहिँ हामी भिडियो एकछिन बनाउँदै थियौँ कि यहाँ चाहिँ हामी पशुपति पुगेछौँ। अनि मलाई लाग्यो काहीँ जाने भनेर पशुपति होइन भनेर एउटा केही थियो क्या, यहाँ बाँदरहरू पनि थियो। हामी चाहिँ के कहाँ जान रमाइलो भयो हो के, यहाँ जान हामीलाई चाहिँ रमाइलो भयो। अनि यहाँ चाहिँ हामी हिँड्दै थियौँ। अहिले चाहिँ आरती सुरु हुन आँटेको थियो के। अनि यहाँ चाहिँ अहिले चाहिँ सात मर्न आँटेको थियो। अनि यहाँ चाहिँ यस्तो हुन आँटेको थियो, राति बढ्न आँटेको थियो। यहाँ चाहिँ हामी यस्तो गरेर थियौँ। यहाँ चाहिँ मङ्कीहरू थियो, मङ्कीसँग खेलेको थियो। म चाहिँ मङ्कीलाई भागाउँदै थिएँ। यहाँ चाहिँ यस्तो आरती रहेछ, म चाहिँ मम्माको काखमा बसेको थिएँ। यहाँ पनि बस्दै थिएँ, मेहन्दी देखाउँदै थिएँ। यहाँ चाहिँ कस्तो राम्रो राम्रो चिज थियो, एक कुरा थियो। अनि यहाँ यस्तो थियो, यहाँ शिवरात्रिको दिन हामी गएकै थिएनौँ कि यत्तिकै क्या पशुपतिमा यत्तिकै गएको थियौँ हामी। यहाँ चाहिँ कति रमाइलो थियो, म चाहिँ केही गर्दै थिएँ यहाँ। अनि यहाँ चाहिँ यस्तो यस्तो जय भन्दै थिएँ, जय। फेरि यसरी भजन गाउँदै थिएँ म चाहिँ बिस्तारी बिस्तारी के। अनि यहाँ चाहिँ यस्तो थियो, यहाँ चाहिँ यस्तो यस्तो के गरिरहेको थिएँ म चाहिँ। अनि यहाँ यस्तो नाच्दै थिएँ सबजना। मलाई एउटा आमा चाहिँ घुमेको घुमै गर्दै हुनुहुन्थ्यो। अनि मलाई अनि यो चाहिँ यस्तो डान्स सुरु भइरहेको थियो, यस्तो गरेर यस्तो गर्दै थियो। डान्स सुरु भइरहेको थियो क्या। एउटा दादा पनि नाच्दै हुनुहुन्थ्यो। अनि म चाहिँ यहाँ यस्तो गर्दै थिएँ, फेरि नाचेको। यहाँ चाहिँ रोजुसानीहरू चाहिँ उभिएर हेर्दै होइसिन्थ्यो, रोजुसानी र अनि बिन्ता आन्टी हेर्दै होइसिन्थ्यो। अनि यहाँ अनि म चाहिँ लास्टमा बाबाको त्यहाँ चढ्दै थिएँ क्या। मलाई यहाँ चढ्न मजा आयो कि त्यहाँ चढ्न चाहिँ। अनि लास्टमा हामी अब घर फर्किन आँटेको, हामी चाहिँ हनुमानजीकोमा गएको थियौँ। यहाँ चाहिँ म चाहिँ गएकै थिइनँ कि, मम्मा रोजुसानी अनि बिन्ता आन्टी म चाहिँ गइसकेको थियो। थ्याङ्क यू।